सम्पूर्ण साथीहरूलाई आजको भिडियो स्पेसली मेरै बाँके जिल्ला खजुरा गाउँपालिका वडा नम्बर 5 को सम्बन्धित रहेको छ। तर मेरो वाडा भनेको 6 हो। हिजो सामाजिक सञ्जाल मार्फत 5 नम्बर वाडा अध्यक्ष श्री गरिबेश ज्यूले एउटा एकदम अरू वाडा अध्यक्षको कार्यको तुलनामा एकदम फरक ढङ्गले विकासको कार्य भनेको एउटा 5 नम्बर वाडा स्थित रहेको पूजनीय पोखरी ताल निर्माण पर्यटकीय स्थलको रूपमा निर्माण गर्नुभएको ती सम्बन्धित त्यो कार्य सम्पन्न भएको जानकारी फेसबुक मार्फत दिनुभएको छ। अरू वाडा अध्यक्षहरू पनि खाने पानी, रोड, अन्तर्राष्ट्रिय बिजुली सम्बन्धी काम गर्दैछन् र गरेको पनि आइरहेको छन्। तर उहाँले यो अरूको तुलनामा यो कार्य भनेको एकदम फरक ढङ्गले गर्नुभएको छ। यो कुरामा वार्ड नम्बर 5 का वासीहरूले गर्व गर्ने कुरा हो। साथै आगामी दिनहरूमा पनि वार्ड नम्बर 5 वासीलाई अझै खुसी बनाउने हुनुहुन्छ भन्ने कुरा उहाँको यस कार्यलाई देखेर हामी बुझ्न सक्छौँ। साथै यो कार्य तपाईहरुलाई कस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिन नभुल्नुहोला। धन्यवाद।